बाइकको हालत मेरो बाइकले बमिड हाने केटा हो चलो चलाउनै झर्या यस्तो काम गरियो यो मान्छे मात्र यस्तो काम गरियो ओए दामी छ त ओए बाबा त हामी फालियो ओ यो चाहिँ हाम्रो नेचुरल स्विमिङ पुल हो रातो पट्टुमा गएर के पहिले देखिस् त्यो पट्टुला कौन है वो कहाँ से वो आया बड़ा बड़ा पत्थर को इसने उठाया आ त त्यो थाहा छ भन त्यसमा भन प्लास्टिक वाला एउटा त्यसमा हालेर डुबाएर गप बब्बाल सारो ओए 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 यो त टेनिस स्टारको हो क्या ओए ह्यापी चैत्र दशैं सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु आजको भिडियो स्पेशल चाहिँ त अगाडिको मेरो टाइटल थम्बनेल देखेर सब तपाईहरुले थाहा पाइसक्नु भइसक्यो होला आजको भिडियो टपिक के को बारेमा भनेर लेट्स इन्जोय हाम्रो जर्नी चाहिँ सुरु भइसकेको छ आजको चाहिँ हामी टक्क लाएर धेरै भएको थियो हामी मासु पोलेर नखाएको साथीभाइहरू भेटेको नि नभेटेको नि धेरै भएको थियो सो अगाडिको एनएस अर्को भने एनएस पछाडिको 220 मेरो एनएस अनि सुपरमा छ आजको भिडियो स्पेशल चाहिँ किन भयो भने जस मैले दाइलाई भनेको थिएँ कि हैन अब दाइ हामीसँग पनि भिडियो बनाउन यताउता घुम्न जानुपर्छ भनेको थिएँ दाइको चाहिँ टाइम मिलेको थिएन अनि हाम्रो पनि त्यही त हो शनिबार बाहेक अरू बार टाइम मिल्दैन अनि आज चाहिँ रामनवमी भएको भएर चाहिँ आज चाहिँ बिदा भएको छ त्यही भएर सबै साथीभाइ मिलेर आज चाहिँ हामी ग्रुप भएर चट्टलाएर 5 केजी मासु छ हामीसँग हैन 5 केजी मासु टक्क लाएर हामी खोलाको साइडमा गएर लगभग अब हामी यहाँबाट जाँदाखेरि चाहिँ स्याङदीतिर जाने हो हामी हैन 15-20 मिनट जति लाग्छ त्यो चाहिँ यतिको नर्मल स्पिडमा 15-20 मिनट लाग्छ सो हामी त्यहाँ गएर चाहिँ हामी मासु पोलेर मासु चाहिँ केमा पोल्ने हो भने मार्बलमा पोलेर खान्छौँ गाइज हामी चाहिँ सो त्यही हो भिडियोलाई एकदम माया देखाइदिनु होला जस आज चाहिँ रमाइलो होला जस्तो छ है पेट्रोल पनि एक लाइन मात्रै रहेछ रमाइलो होला जस्तो छ आज हामी यहाँ चाहिँ मेरो मसलाहरू छ अब बिस्तारै बिस्तारै कुराकानी गर्दै हामी जान्छौँ म चाहिँ यसो भिडियो बनाउँदै म तपाईहरुलाई लोकेसन पनि भन्दै जान्छु तपाईहरु यताबाट जयमंगलाबाट आउँदा सिधै आउनु जयमंगलाको बाटो हुँदै यो चाहिँ जमुनापुर हो जमुनापुरबाट नि माथि खोलसिमल आउँछ अनि खोलसिमलबाट माथि क्लब चोकबाट जाने भनेको छ हैन तर मलाई बाटो थाहा छैन जस अब हेर्दै जाउँ कहाँ पुगिन्छ तर पुग्न चाहिँ अवश्य पुगिन्छ हामी है त कालिका नगरपालिकाले हामीलाई स्वागत गरिसकेको छ हामीलाई गाइज हामी चाहिँ खोलसिमल आइसक्यौँ है अब खोलसिमलबाट सिधै माथि हुँदै हाम्रो लोकेसन तर्फ लाग्ने छौँ हामी एज यु क्यान सी गाइज यो चाहिँ क्लब चोक हो है यसलाई चाहिँ क्लब चोक भन्छ हामी क्लब चोकबाट चाहिँ लेफ्ट टर्न गरेर जानुपर्ने हुन्छ हामी फेरि तपाईहरु क्लब चोकबाट अलिकति अगाडि आएपछि राइट टर्न लिनुपर्ने हुन्छ केटाहरुको लाइनअप देख्न सक्नुहुन्छ 5 वटा बाइकमा आएको छ 2 जना सिंगल अरु सबै डबल लोड ल अब चाहिँ हामी दही किन्ने भनेको थियौं कहाँ छ दही किन्ने ठाउँ यहाँ छ दुध दही पाउने ठाउँ हामी चाहिँ यहाँबाट दही किन्छौँ है दिने दही छ सानो दिन्न 10-20 रुपियाँ खाली ग्लास वाला दिन मिल्दैन कपमा ल त्यही दिन त केटाहरूले खाइहाल्छ नि त्यो 60 खाली दिन्न 14 किन्दै अनि 14 छ रे यहाँ मिलाएर दिनुपर्छ 60 दिन्छ न 60 को दही 100 को 14 हैन हामी चाहिँ यहाँबाट दही सही हैन अब नुहाई धुवाई गर्नको लागि स्याम्पू पनि लिएर हिँडिसक्यौँ अब यताबाट यता कता भित्र छिर्ने बाटो छ कि म एकचोटि मात्रै आएको छु त्यहाँ
अब गाइजहरूले लिएर जान्छ कताबाट हो। अब धेरै टाढा पनि छैन यहाँबाट। तपाईँहरू यहाँबाट आउँदाखेरि चाहिँ लगभग 15-20 मिनटमा चाहिँ त्यो खोला पुगिन्छ। झर्ना पनि छ, माथि छ, तर माथि जान अलिक झ्याउ हुन्छ भनेर हामी चाहिँ पकाएर खाना आउन आएको हो नि त होइन। जस रमाइलो गर्ने त ल्यायो नि त। सो त्यही भएर हामी चाहिँ खोलातिर जान्छौँ, झर्नातिर जाँदैनौँ। अब बिस्तारी बिस्तारी कुरा गर्दै मिठो कुराकानी गर्दै हजुरहरूसँग रमाइलो कुराकानी गर्दै हामी हिँड्छौँ है त। ल अब यताबाट नि फेरि लेफ्ट जानुपर्ने काठे पुल चोक रे नामे। आमा काठे पुल चोक यो ठाउँ चाहिँ पहिला यस्तो अफरोड थियो यार, अहिले त बाटो भएछ। चितवनको मान्छे, जङ्गल, झरना, तपाईँहरू मेरो यस्तै भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ। र प्राय मान्छेहरूले यस्तै अर्ग्यानिक भिडियोहरू पनि मन पराइदिनु भएको छ। त्यसको लागि धेरै धन्यवाद है। ल हारे केटाहरू चाहिँ यहाँ घुरेर बसिरहेछौँ। के भयो त्यो खेचाको त त्यो चक्कामा भेट्यो कि पुरै, त्यही भएर मिलेन कि। ल बस यहाँ बस खाली दादासँग ल जहिले नि। तपाईँहरूले चाहिँ देख्नुभयो होला नि अगाडिको यो बाटोभन्दा माथिको रुखभन्दा माथि चाहिँ अलिक धमिलो छ होइन। त्यो के होला भनेर सोचिरहनु भयो होला। तर त्यो चाहिँ अब तराई क्षेत्र लगायत सबै क्षेत्रमा जङ्गल एरियाहरूमा चाहिँ जो समर टाइम आउँछ नि, गर्मी महिना आउँदाखेरि चाहिँ चैत वैशाखतिर बसन्त ऋतु सुरु हुँदाखेरि त्यहाँ चाहिँ जो पातहरू झर्छ क्या। अनि त्यो पातहरू त्यत्तिकै यताउता गर्नुभन्दा भनेर यहाँ चाहिँ आगो लागिदिएको हुन्छ क्या। अनि सो त्यो आगो लाउँदाखेरि चाहिँ त्यहाँ माथि धुवाँ बनेर जान्छ होइन। अनि त्यही भएर यस्तो मौसम यस्तो देख्छ क्या। अनि जस्तै त्यसलाई चाहिँ तुवालो भन्छ क्या। अनि चितवनमा चाहिँ यो पालि होला होइन, चैत लाएर वैशाख लाग्न थालिसक्यो। अब नेक्स्ट विकबाट त वैशाख पनि लाग्छ होइन। त्यस्तो हुँदा पनि बिहान र बेलुका चाहिँ जो जाडै छ क्या, यो तुवालोले गरेर जाडै छ। एकचोटि फेरि पानी परेपछि चितवन त टेक्नै सकिन्न नि। ल कुरा गर्दा भनेर छिर्ने होला भने त होइन रहेछ। फेरि अब यस्तै हो, रमाइलो कुराकानी गर्दै हामी बिस्तारी होइन तपाईँहरूलाई मलाई थाहा भएको कुराहरू म तपाईँहरूलाई सेयर गर्दै बाटो बोल्दै जानुपर्छ है। अब अहिलेसम्म तपाईँहरूलाई हेरेर कस्तो लागिरहेको छ मेरो भिडियो त्यो पनि टक्क लाएर कमेन्ट हानिदिनु होला। केटाहरूलाई बाटो कन्फ्युज भयो, कता जाने मान्छेहरू जाऊ अगाडि। बाटो थाहा भएको चाहिँ गोलेलाई थाहा छ बाटो। सो हामी चाहिँ जाँदैछौँ। आउँदै तपाईँहरू देख्नुहुन्छ 3टा बाटो छ होइन। फेरि हामी यहाँबाट चाहिँ लेफ्ट टर्न गर्छौँ। लेफ्ट केटाहरू आउँदैछ पछाडि। यहाँहरू चाहिँ हेप्पी धुलो उडाउँछ नि त हाम्रो बाइकहरूले। फेरि बिस्तारै आउँदैछ केटाहरू चाहिँ। कस्तो भने डेन्जरै रहेछ यार, अफरोड झ्याउ लाग्छ। डेन्जर त के भन्ने हो र यस्तो बाटो, तर यस्तो बाटो कुदाउनै झ्याउ लाग्छ कि मलाई। अब अलिकति माथि हो अरे होइन, थान खोला पुल के गरे कि अलिकति मात्रै पिच दिएर यार त्यट। यहाँ नि मान्छेहरू रमाइलो गर्न आएको छ। गर्मी महिना लाग्यो, अब चितवन बासिन्दाहरू खोला झरना मात्र खोजेर अब यस्तै प्लानिङ गर्दै घुम्न जान्छन् होइन। अब हामी पनि त्यस्तैमा पर्छौँ अनि शनिबारको दिन यस्तै ठाउँमा घुम्न जान्छौँ। यो भनेको एक्सप्लोर भिडियो पनि भयो। अब तपाईँहरूले यो भिडियो देखेर माया देखाइदिनु हुन्छ। केही छैन गाइस, हल्का रमाइलो। ल एकछिन चाहिँ हामी यहाँ रेस्ट गर्न लाग्यो होइन। धेरै टाढा रहेछ यो ठाउँ चाहिँ। फाटिसक्यो। ग्यासकेट फेर्नु पर्ने भयो। यता हेर त थुतुन देखा त कस्तो भएको केटा हो। राइड दाइ बाखा नि आजको स्पेसल चाहिँ हाम्रो दाइ है। फेरि पाटपुर चाहिँ हल्ल्या मेरो ग्यासकेट उडायो भएर हिटिङ प्रब्लम आएको छ। त्यही हो। अब हामी बिस्तारी अब गोप्रोमा भन्दा नि अब बाटो त्यही हो केटाकेटी हो। बाटो अब यस्तै त हो नि, खल्टाङ खुल्टुङ भएको। सो म तपाईँहरूलाई चाहिँ अब उतै गएर चट्टोलाई अब हामी गन्तव्य तपाईँहरू लागिसक्यौँ होइन। मैले चाहिँ गोप्रो सोप्रो निकालिसकेँ। एकैचोटि उतै गएर भेट्नुपर्छ केटा आइदियो है त। ल यहाँ बाइकको हालत, मेरो बाइकले बमिट हाने केटा हो। फाइनली आइपुग्यो। मलाई त 5 मिनटको बाटो भनेर के भन्दा त लो टाढा रहेछ यार। दाइको हालत त्यहाँ चलाउँदै झर्या हो न। चलाउँदै झर्या हो कि त्यो
खोइ तिमी होला ए यस्तो काम गर्ने हो यो मान्छे मात्र यस्तो काम गर्ने मान्छे भने सबै लिएर जानुपर्छ यो सह आइपुग्यो अब टाप्पा लगाएर जानुपर्छ हामी त गाइज हामी चाहिँ आइसक्यौँ है अब तपाईँहरू देख्न सक्नुहुन्छ यो कल 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 बगेको खोला छ त्यही हो हामी खाने कस्तो भयो त आजको अफरोड एक्सपिरियन्स एकदम रमाइलो लाग्यो होइन एक्साइटेड छु म एकदम पनि एकदम रमाइलो अलिकति बाटो चाहिँ अलिकति कठिन छ होइन कोही कुरी बाटो त यस्तो डेन्जर छ है अब त्यो ओहो त्यहाँ नुहाउने ठाउँले रहेछ केटाकेटी हो त्यही भएर मैले स्याम्पू हालेको थिएँ अघि स्याम्पू किनेको नि तपाईँहरूले देखिसक्नुभयो अब त्यही हो एकछिन बस्छौँ आराम गर्छौँ अनि त्यहाँबाट हाम्रो रेसिपी सुरु हुन्छ है त गाइज केटाहरूलाई त्यहाँ चाहिँ अब ढुङ्गामुढा खोज्न लाउनु पर्यो दाउरा ओ दामी छ त म त हाम फालिहाल्छु रातो कट्टु लाएर आएको म त हाम फालिहाल्छु ओ त्यहाँ डुब्दैन ओ यो चाहिँ हाम्रो नेचुरल स्विमिङ पुल हो लाएर हाम फालिहाल्छु ठिक्क मलाई हुने जस्तो रहेछ मलाई पौडी नि खेल्न आउँदैन होइन ठिक्क हुन्छ ल त्यस आउन एकदम कठिन भयो नि वर्थित होला जस्तो छ है अब लेट्स सी के हुन्छ हाम्रो गाइस हाम्रो माछाको नि फर्स्ट टाइम फ्यान खुल्यो हो ल हाम्रो केटाहरूले चाहिँ त्यहाँबाट ल्याउँदैछ ए यहाँ मासुको तर्खर हुँदैछ अब तपाईँलाई रेसिपी देखाउँछौँ हामी एकैचोटि गरेर है त घरमा नि रातो कट्टु लगाएर आएको छु के पहिलेदेखि त्यो कट्टुमा के लगाउने तँलाई नि पौडी तान्नु सिक्छु भने नि यही मौका ल मोबाइल चाहिँ झर्ला है फेरि यही मौका हो यही मौका हो बसे म गयो अग्नि खोइ गुयो भने म पो गुयो भने क्या लाउने भयो यार केटाहरूले स्क्याम हालिदिएर बुलेट दुखाउ भनेर के गर्न पाउँछ मुन्ना भाइ कस्तो भएको त आज मोबाइल यहाँ चाहिँ हाम्रो सुरुमा चाहिँ टमाटर धोइदै भएको छ है अब मजा आउँछ मजा चुलोको लागि चाहिँ रेडी भइसक्यो हाम्रो मार्बल हाम्रो गाइजहरूले चाहिँ यहाँ ट्याक्क लाएर हाम्रो कुक हेल्परले पुरै 2 फक्लेडा गरेर होइन सबै हालिदिँदा मासु मोलमाल हुन्छ तपाईँहरूलाई के हाल्नुपर्छ के हाल्नु पर्दैन तपाईँहरूलाई सबैलाई थाहा नै होला होइन त्यही पनि देखाइदिन्छु ल हाम्रो मासु मोलमालमा चाहिँ हाम्रो पर्दिँदै हुनुहुन्छ हाम्रो अर्को दुला चाहिँ त्यहाँ मस्त छ अरे यहाँ सन्जुलाटा यहाँ छ हाम्रो अर्को गोले काम बिग्नु गर्ने गोले चाहिँ यहाँ छ यहाँबाट यो घरबाट लिएर आएको यो रेसिपी मसला छ है मर मसला यो चाहिँ जहाँसम्म लाग्छ यसो खोलौँ है के छ यहाँ यो भने एकदम चाइनिज जिरा धनियाँको धुलो त्यसपछि कलरको लागि रेड चिल्ली पाउडर यो दामी हुन्छ अरे बाबा बनाउ तिनीहरूले मैले खतरा हेर्छु हाम्रो दही निकाले
इपड़े रेंदेरले ಇದು ಕೋಡಲೆ ಇಂದ ಇಂದಳೆ ಬಂತನಲ್ಲ दाइ चम्चाउने हाल्दिनु हैन मानले आउँछ अरु धेरै गोटिया थियो धेरै कोडले मैले अस्ति मलाई त्यतिकै बल आथ्यो है अब यो बाँकी हो सान धुलो हाले लसलानी भयो अझ लसनी भयो बेसार हालेन है यहाँ हैन बेसार ल्याएन त यार हल्का हाले कस्तो राम्रो बेसार बेसार लो यो म्यारिनेट हो एकछिन छोपिन्छौँ हामी यसलाई एकछिन छोपेर यो त अक्खा हुन्छ केटा अक्खा हुन्छ पानी आइरह होला होइन मैले बोलाएको थिएँ नि तिमीहरूलाई तिमीहरू आएन ल छोपमै त्यहाँ मुन्ना भाइले चाहिँ आगोको जोगाड गरिरहेछ है अब केटाहरूले लगभग भइसक्यो दाइ हामीले यो निम्बु निचारेर हाल्नै बाँकी हो मेन फ्लेभर हाल्नै बिर्सिया रहेछ हामीले कपडा लाउनु पर्यो यार विजित पारेर I've seen a lot of change, been through a lot of pain. Some things are not the same as they were a year ago, but all will be okay. I move on each and every day. The past is where it stays, way back a year ago. I've changed for the better this time. I thought I would never be fine. I strive just to say I'm alright, and for the first time in a long time I'm alright. I've seen a lot of change, been through a lot of pain. Some things are not the same as they were a year ago, but all will be okay. टी सर्ट पनि लगाइयो अब तपाईहरुलाई चटवाला रेसिपी भिडियो पनि देखाइसके अब पोलेर खाएर रमाइलो गरेको भिडियो हेर्नुस् है त गाइस खरखर भयो हैन अचारको लागि चाहिँ अब स्वार इ सर कौन है वो कहाँ से वो आया बड़ा बड़ा पाथर को इसने उठाया ए विचित्र माया और फेरि यहाँ नपुग्ला जस्तो हो र हामीले यहाँ अर्को नि ढुङ्गा खोजेर ल्याइसक्यौँ हैन हाम्रो लाटा सरकारले चाहिँ टमाटर पिसिरहनु भएको यता हेर त हाम्रो यहाँ सब भइसक्यो है अब हामी चाहिँ मासु हाल्दैछौँ मासु चुवासै लास्ट पिस यसरी पोलेर खाना आएको हो हामी चाहिँ यसरी पोलेर खाना आएको एक दुईवटा हाल्ने लेग पिस हालमै होइन त्यो बोसो ल यो बोसो पिस चाहिँ यहाँ ल त ल यहाँ पनि अब यसलाई हामी छोप्छौँ ओ के हो यो त मजाले खानुपर्छ केटा हो अचार रेडी भइसक्यो अब यो 5 मिनटभित्र रेडी हुन्छ अनि हाल्नुपर्छ ल चाहिँ हामी यहाँ खुर्सानी पनि हाल्छौँ च्याट्टै यहाँ राखेर चरर अमिलो नि हाल्नु पर्यो नि अब भिडियोमा आउँदैन पिरो राख यो पाके त्यो थालमा हाल्न त्यो थाल ओए तपाईहरु न त्यो थाल तपाईहरु न त्यसमा खाना आइ मुना हान ए खुर्सानी ओए आइसा खुर्सानी त्यो प्लास्टिकमा हाल्नु एउटा त्यसमा हालेर
दाइमा खायो पाके खायो खाऊ खाऊ केटा अलिअलि गरी खाऊ फर्स्ट बाइट केटा हो अचारमा डुबाएर बाबा पाके छ नि टुट पडो केटा हो टुट पडो पाके छ त मेरो यो ल गाइज ह्याप्पी चैते दसैँ है सबैजनालाई ह्याप्पी चैते दसैँ साथमा ल मुन्ना भाइ कस्तो कस्तो भयो दाइहरूसँग आउँदा दाइलाई कस्तो भएको त भाइहरूसँग आउँदा दाइ मिलन तँलाई कस्तो भएको यो पागल त जागो नि हुन्छ थर्ड लड है यो चाहिँ थर्ड लड सेकेन्ड लड नि खाइसक्यो फर्स्ट लड नि खाइसक्यो थर्ड लड हो थर्ड लडमा बवाल हाल्नुपर्छ हामी 7जना हामी कतिजना आएको 8जनामा हामी 6 केजी लिएर आएको छौँ होइन अब अर्को पालि जाँदाखेरि चाहिँ अलि नजिकै गरेर व्यवस्थित रूपमा जान्छौँ हामी मासु पाकिरहेको छौँ टाउचो पनि हानिरहेको छु दाइले चाहिँ बिचरा यहाँ बच्चाहरूलाई दिन लाउनु भएको छ है मान्छे भने यस्तो मनकारी हुनुपर्छ क्या ओके अन्त मेरै भागो आफू खाएर मात्रै होइन अरूलाई नि खुवाएर खुसी मिल्छ नि अरूलाई नि खुवाउनुपर्छ तर यो आँसु चाहिँ खुसीको आँसु होइन यो धुवाको आँसु है केटा ल्याउन हामी आफै झिकेर खान्छौँ नि चटर प्रसार खर्च र गुरुङ नि मिलेर यो चाहिँ हाम्रो 5 लोड 5 केजीको 5 लोड अझै 3 लोड बाँकी छ चट्ट पाएर म चाहिँ चस्मा लगाएर तपाईँहरूको अगाडि उपस्थित भइसकेको छु अहिले चाहिँ घाम डुब्या छ आराम भएको छ आजको चैत्य दशैं चाहिँ हामीले यसरी मनाएको छौँ रमाइलो हो क्वालिटी टाइम स्पेन्ड भयो आजको चाहिँ यस रमाइलो हो आज रमाइलो हो बवाल भयो नि त दाइ Fantastic, mind blowing. बवाल Let's rock. लेट्स रक ल गाइज लेट्स रक भन्ने तपाईँहरूले टक्क लगाएर कमेन्टको बर्सात हान्नु पर्यो होइन अब तपाईँहरूले प्रसङ्ग भ्लगमा चाहिँ टक्क लगाएर यस्तै यस्तै राम्रो राम्रो ठाउँमा होइन एक्सप्लोर गरेको मात्र देख्न सक्नुहुन्छ चितवनलाई एक्सप्लोर गरेको रमाइलो गरेको देख्न सक्नुहुन्छ अनि मोटो भ्लगिङ पनि देख्न सक्नुहुन्छ भक्क गरेर आएर त्यहाँ सेन्टी भाग्यो सेन्टी भयो औषधिले काम गरिरहेको ल मेरो जनताहरूको लागि मासुरी ल कमेन्टबाटै टक्क लगाएर खायो भने चाहिँ गाइजहरू भिडियो लामो भएर नरिसाउनु होला टक्क लगाएर भिडियोलाई साथ सपोर्ट देखाइदिनु होला लगाएर चस्मा लगाएर अब त्यो गाइज अब तपाईँहरू मेरो भिडियोको अन्तिममा आउनु भइसक्यो सो अब 2-3 मिनटको भिडियो 1-2 मिनटको भिडियो हुन्छ एन्ड देन म त्यसपछि भिडियो टक्क लगाएर भिडियो इन गर्छु सो तपाईँलाई कस्तो लाग्यो आजको भिडियो मिठो कमेन्ट हान्न सक्नुहुन्छ है त गाइज केटा हो यो लास्ट लड हो होइन लास्ट लड खाने होइन अनि टक्क लगाएर मेरो भिडियो इन गर्छु लास्ट सर्ट हानेको म देखाउँछु अनि टक्क लगाएर भिडियो इन गर्छु जे होस् आजको चाहिँ बवाल रमाइलो हो बवाल वर्थ इट भयो एकदम होइन क्वालिटी टाइम स्पेन्ड भयो हेर त्यहाँ हरिभक्त ल हाम्रो यहाँ साथीले चाहिँ खाने मात्रै होइन सरसफाइ नि गर्छन् होइन जे होस् कि मेहनती छ केटा यस्तो काम त मैले घरमा पनि गर्छु होइन तर
घरमा मात्रै गरेर जो सबलाई थाहा मैले घरमा काम गर्छु भने त्यही भएर मिलनले चाहिँ मलाई यस्तो सघाउँछ होइन त्यही गाइस अब पाक्ने बेला भइसक्यो यो पनि लास्ट सर्ट हो अनि त्यहाँबाट मेरो भिडियो एन्ड हुन्छ है फ्लेभर यो चाहिँ हल्का फ्लेभर रे है स्मोकी फ्लेभर रे ओए ओए यो त 10 स्टारको हो क्या ओए 10 स्टारको यो चाहिँ कडा होला ठिक होला यो खाएर चाहिँ यस्तो दुःख हुन्छ हेर यस्तो दुःख हुन्छ पहाडमा केटाकेटी हो तिमीहरूले त धेरै सुख पाएको छौ केटा हो यस्तो पनि हुन्छ हेर आफ्नो जिन्दगी देखेर खुसी भएर बस यस्तो स्ट्रगल हुन्छ त्यही भएर आफू जे छ त्यसमा रमाउने आफूसँग जे छ त्यसमा रमाउने हो धेरै हाई डिमान्ड राख्ने होइन सक्छौ भने आफ्नै मेहनतले गर्ने हो त्यस मैले पनि गरिरहेको छु म जे छ म त्यसमै रमाइरहेको छु गरिरहेको छु होइन यो चाहिँ अलिकति सन्देशमूलक भयो यो चाहिँ केटा हो लास्ट बाइट है लास्ट बाइट यति मात्रै लास्ट बाइट गाइस यो असार भिडियो बनाउन त भिडियो तर रियल पैसाको मिनिङ चाहिँ यस्तो बच्चाहरूलाई मात्रै थाहा हुन्छ कि होइन सहरमा हुर्केकोलाई त्यस्तो खासै थाहा हुन्न हाई डिमान्ड हुन्छ जे भने त्यही खान पाए हुन्छ होइन हल्का सन्देशमूलक फेरि प्रसङ्ग भ्लगले अति उपदेश चोर्यो भनेर भन्ला त्यस्तो नसोच्नु होला म जति मान्छे भयो नि आफ्नो कुरामा चाहिँ सिरियसली पनि हुन सक्ने खाले मान्छे हो म होइन सो गाइस तपाईँहरूले चाहिँ मेरो भिडियोको अन्तिममा आइसक्नु भयो म जति पनि मेरो भिडियो हेरेर तपाईँ साथ सपोर्ट दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र यसै गरी मेरो पुरानो सब्सक्राइबरहरूले मलाई एकदम धेरै माया देखाउनुहुन्छ मलाई थाहा नै छ नयाँ भ्युअर्सहरूले पनि मेरो भिडियो हेरिरहनु भएको छ तर सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब हानिदिनु होला प्रसङ्ग भ्लगमा यस्तै यस्तै दामी दामी कन्टेन्टहरू आउँछ त्यही आशाको साथमा बसिदिनु होला प्रसङ्ग भ्लगको फ्यामिलीहरूले त मलाई माया देखाउनुहुन्छ मलाई थाहा नै छ तपाईँहरूले चाहिँ मेरो हुडसँग देख्नुभयो भिडियो बवाल भिडियो अब आगामी दिनमा नि यस्तै बवाल भिडियो आउँछ होइन स्टे सेफ बी ह्याप्पी जय नेपाल एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब पीस आउट